नमस्कार अनि हार्दिक स्वागत छ। हामी सिपिजीको पोडकास्टमा आइसकेका छौँ। आज हामी अलिक फरक विषयवस्तुमा कुराकानी गर्ने जमर्कोमा जुटेका छौँ। हामीसँग विगत लामो समयदेखि काठमाडौँमा बसेर जुत्ता उद्योगमा काम पनि गरिराख्नु भएको र अहिले आफै आफ्नै पनि उद्योग सञ्चालनमा ल्याउनु भएको छ। उहाँले चाहिँ उत्पादन गरेका सेन्डलहरू हुन्, चप्पलहरू। हामी यस विषयमा अलिक गहिरो छलफल गर्ने प्रयासमा जुटिरहेका छौँ। हामीसँग चाहिँ कालीकोट राजकोटमा जन्मेर काठमाडौँ कर्मथलो बनाउँदै आउनुभएका लक्ष्मीप्रसाद आचार्यजी हुनुहुन्छ। स्वागत छ। हजुर, नमस्ते सर। तपाईँसँग अलिकति यो पोडकास्ट सुरु गर्नुभन्दा पहिला थोरै अलि बाल्यकालतिरबाट सुरु गरौँ। हजुर, तपाईँ कालीकोटमा जन्मिएर काठमाडौँ गएर हजुर, यो जुत्ता उद्योगसँग कसरी जोडिनु हो, त्यहाँबाट सुरु गरौँ आज। धन्यवाद। यहाँलाई धेरै महत्त्वपूर्ण चाहिँ गर्नुभयो, सुरुवात गर्नुभयो। अब कालीकोटमा बसिरहँदा हाम्रो जीवनयापन र जीवनशैलीका कुराहरू त अब पहिलादेखि नै राज्य स्तरबाट चाहिँ दुर्गम र पिछडिएको क्षेत्र भएको हुनाले अब बिस्तारै आफ्नो कामको सिलसिलामा चाहिँ काठमाडौँ जाने कुरा भयो। त्यसपछि काठमाडौँमा गइसकेपछि थुप्रै रोजगारीका चाहिँ अवसरहरू खोज्ने क्रममा चाहिँ काठमाडौँमा चाहिँ स्थित हाम्रो चाहिँ खुलेरै प्रश्न भन्नुपर्दा अमीर प्रताप राणा र विदुषी राणा, अहिले जो उहाँ चाहिँ कम्पनीको चाहिँ संस्थापक हुनुहुन्छ र उहाँहरूको चाहिँ कम्पनीमा चाहिँ एज अ कामदारको रूपमा चाहिँ काम गर्ने एउटा सुवर्ण अवसर मिल्यो। उहाँहरू दुवैजनालाई चाहिँ यो स्टुडियोको तर्फबाट र मेरो चाहिँ सम्पूर्ण कर्णालीवासी तथा मेरो चाहिँ एउटा चाहिँ व्यक्तिगत तर्फबाट चाहिँ उहाँहरूलाई चाहिँ नमन गर्न चाहन्छु भन्दछु। तपाईँलाई पनि विशेष विशेष धन्यवाद। काठमाडौँ जस्तो ठाउँमा चाहिँ अन्य थुप्रै क्षेत्रमा पनि रोजगारी पाइन्छ। थुप्रैले चाहिँ अन्य व्यवसाय पनि गरिराख्नु भएको छ। कतिपयले थुप्रै अन्य कम्पनीमा पनि काम गर्नुहुन्छ। तपाईँ चाहिँ यो जुत्ता कम्पनीमा जोडिनुभन्दा पहिलाको थोरै इतिहास थियो, काठमाडौँको सङ्घर्षको कथा कस्तो थियो, के गर्नुहुन्थ्यो? यो एकदमै अलि गहिरो कुराहरू छ यसमा चाहिँ। हामी चाहिँ काठमाडौँमा निश्चित केही त हामी चाहिँ पढाइको सिलसिलामा जाने अथवा केही रोजगारीको सिलसिलामा जाने भएको हुँदाखेरि त्यहाँ जोडिनुभन्दा पहिला थुप्रै सङ्घर्षका कुराहरू छन् है। पहिलो कुरा त हामी काठमाडौँमा गइसकेपछि पेट, कर्णालीको त सबैभन्दा ठुलो समस्या भनेको एकदम पेट नै हो, भोग मेटाउनु नै हो। अब त्यो भोग मेटाउने सन्दर्भमा चाहिँ थुप्रै कुराहरू गर्न पुग्यो है। अनि त्यसपछि चाहिँ अब यो दैनिक ज्यालादारी जस्तै सम्झौँ न एक किसिमले चाहिँ होइन। त्यो स्थितिमा काम गर्न खोज्दै जाँदाखेरि चाहिँ अब जुत्ता उद्योगमा जाँदाखेरि मलाई त एकदम नयाँ संसार, कस्तो एकदम अनौठो के, एकदमै कहिले पनि नगएको ठाउँ, ठुल्ठुला मेसिनहरू, त्यहाँ एकदमै अर्कै दुनियाँ। जुत्ता किन्न पनि निकै गाह्रो भएको ठाउँको मान्छे है। जुत्ता भने त पहिलो कुरा त थाहा नै थिएन भन्दा पनि हुन्छ होइन। पहिला पुर्खाहरूले पाना भन्थे होइन, छालाको जुत्ता भन्थे। र त्यति बेला द्वन्द्वको अवस्थामा पनि हामीले चाहिँ गोल्ड स्टार जुत्ता चाहिँ सुनेको थियौँ है। त्यो कम्पनीमा जाँदाखेरि चाहिँ एकदमै सङ्घर्ष नै भयो भनौँ न। सङ्घर्षमय यात्रा नै सुरु भयो। त्यो सायद सङ्घर्षले होला, कर्मले होला, अहिले यहाँ स्टुडियोमा आएर 2-4वटा कुरा राख्न भएको छु। त्यो चाहिँ जुत्ता कम्पनीमा सुरुमा के काम गर्नुभयो तपाईँले? जुत्ता कम्पनीमा त यस्तो छ सर, अब यो जुत्तामा चाहिँ हाम्रो विशेष गरेर त अपरेसन वाइज हुने काम हो। जुत्ता भन्ने बित्तिकै के अरे सानो सानो कम्पोनेन्टहरू जोडेर तयार हुने वस्तु हो। कम्पोनेन्ट भन्नाले जस्तो एउटा सामग्रीहरूको सम्मिश्रणबाट र त्यसको जोडाइबाट बन्ने चिज जुत्ता हो। त्यसले गर्दाखेरि हरेक डिपार्टमेन्टमा चाहिँ त्यो आफ्नो आफ्नो प्रक्रिया हुन्छ। त्यो प्रक्रिया अनुसार नै चाहिँ काम गर्न हुने कुराहरू हुन्छ सर। यो चाहिँ जुत्ता कारखानामा काम गर्न अलिकति धेरैलाई गाह्रो पनि हुन्छ, किनभने एउटा लेबरले नै गर्ने जस्तो पनि हुनसक्छ। तपाईँले कति वर्ष जति काम गर्नुभयो कारखानामा? मैले त कारखानामा त करिब 12 वर्ष चाहिँ स्थायी गरेँ काम। अब त्यसको सुरुवाती चरणमा चाहिँ अस्थायी लेभलमा चाहिँ मैले 3 वर्ष एज अ वर्करको रूपमा काम गरेँ। त्यसपछि बिस्तारै मेरो कामको पर्फर्मेन्स होइन, मेरो आफ्नो चाहिँ लगाव, लगनशीलता र त्यो उद्योगप्रति आफूले गरेको योगदानको आधारमा चाहिँ त्यो कम्पनीको व्यवस्थापन पक्षले चाहिँ मूल्याङ्कन गर्दै जुनियर सुपरभाइजरदेखि लगेर बिस्तारै डिपार्ट इन्चार्जसम्म चाहिँ र क्वालिटी कन्ट्रोल अफिसरसम्म चाहिँ प्रमोसन भएको थियो। एकदमै राम्रो
भएको छ, पछि चाहिँ भएको थियो भनौँ न, त्यो भएको यो थियो। काठमाडौँमा चाहिँ काम गर्ने थुप्रै नागरिकहरूलाई सोध्ने हो भने राम्रो कमाइ हुन्छ, महिनामा 60, 65, 70 हजार, 80 हजार पनि कमाउन सकिन्छ, तर बस्दैन, खर्च हुन्छ भन्ने चाहिँ धेरैले भन्नुहुन्छ। तपाईँको जीवनमा 16-17 वर्ष काम गर्दै राख्दा कतिको पैसा कमाउन सफल हुनुभयो? आर्थिक दृष्टिकोणले त हेर्नुहोस्, अब यो थुप्रै कुराहरू छ, सो व्यवस्थापनका कुराहरू आउँछन् होइन, आफूले कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हुन्छ। अब जुत्ता उद्योगमा काम गर्ने अथवा नर्मल काम गर्ने मान्छेले समय के अरे पैसा चाहिँ बचाउन सक्छ भन्ने चाहिँ हुँदैन। त्यो दैनिक जीविकोपार्जनमै गइहाल्छ, उसको चाहिँ वर्षौँ गइहाल्छ, केही गर्छु भन्दा भन्दै उसको आधा जीवन नै गइहाल्छ होइन। अब आफूले व्यवस्थापन गर्न सक्नु पर्यो, र मैले राम्रै गरेँ, र त्यो राम्रै गरेको हुनाले आज चाहिँ सानो चाहिँ आफ्नै प्रोडक्ट बनाउन सफल भएको छु। म यसमै गौरव गर्छु। एउटा चाहिँ कम्पनीमा काम गरेको नियमित चाहिँ स्यालेरी आइराखेको होइन, मासिक महिना नुमध्ये ट्याक्क तलब आइहाल्ने जागिर छोडेर आफै उद्यमी बन्नुपर्छ, उद्योग सञ्चालन गर्नुपर्छ भन्ने कसरी आयो? यो त सङ्घर्षका पानाहरू हुने, हेर्नुहोस् अरे, यो सङ्घर्ष गर्दै जाँदाखेरि म त यो स्टुडियोबाट सबैलाई विनम्रताका साथ अनुरोध पनि गर्छु, र आफ्नो खुट्टामा उभिएर आफैले केही काम गर्नुपर्छ भन्ने चाहिँ आफ्नो मनमा चाहिँ आउनुपर्छ। एउटा जुनुन भन्छ है, त्यो लक्ष्य चाहिँ टार्गेट चाहिँ हुनैपर्छ। त्यो टार्गेट निर्धारण गरिसकेपछि त्यो टार्गेटमा आफू कसरी पुग्ने, भइपरि आउने आवश्यकताहरू बिस्तारै बिस्तारै तिखार्दै गयो भने अवश्य पनि त्यो चिज हामीले गर्न सक्छौँ भन्ने हो। र मेरो सन्दर्भमा चाहिँ कसरी सोच्नुभयो भन्दाखेरि, कर्णालीका मान्छे होइन, जो जति काठमाडौँमा गएका छौँ र हिजोको दिनमा जसरी पीडा पाउनुभयो, अब आउने पिँढीले चाहिँ हाम्रो पनि एउटा उद्योग छ है, त्यहाँ पनि हामीले चाहिँ आफ्नो काम सञ्चालन गर्न सक्छौँ, हामी रोजगारी हुन सक्छौँ होइन, हाम्रो केही क्षणिक समयलाई भए पनि आफ्नो आर्थिक समस्यालाई चाहिँ समाधान गर्न सक्छौँ भन्ने, र त्यो चाहिँ होस् भन्ने हिसाब, र स्वरोजगारसहित आत्मनिर्भरता भनौँ न, त्यो होस् भन्ने हिसाबले चाहिँ कम्पनीको चाहिँ सुरुवात। अनि काठमाडौँमा कुन ठाउँमा छ तपाईँको अहिले? मेरो अहिले चाहिँ ठ्याक्कै टोखामा छ, टोखा चण्डेश्वरी 2 मा चाहिँ उद्योग सञ्चालन भएको छ। कतिजनाले रोजगारी दिनुभयो? अहिले मसँग 3 जना हुनुहुन्छ। 3 जना सुरुवाती चरणमा छ, प्रोडक्सन भर्खरै सुरु भएको 1-1.5 महिना भयो, एकदमै राम्रो भइरहेको छ। के उत्पादन गर्नु भएको छ? अहिले मैले विशेष गरेर यो बुटिकवाला भन्छ अथवा फाइबर भेलभेटवाला पनि भन्छ है, स्टार्टिङको चरणमा चाहिँ यो भेलभेट भनेर हामीले यो यस्तो खालको चाहिँ यो प्रोडक्ट जस्तो चाहिँ यो कर्णाली सुज होइन, इलिजेन्ट एभरेज स्टेप भने हरेकका सुन्दरमय पाइला सुन्दर हुन् भन्ने हिसाबले चाहिँ यो सुरुवात गरेका छौँ। यसो कति जति पर्ने रहेछ कस्ट अहिले? यो कस्ट त सर, अब यो कस्टिङको कुराहरू गर्दाखेरि एभ्री मेटेरियलको चाहिँ हामीले गर्नुपर्ने हुन्छ होइन। अब कस्ट यत्तिकै त भन्न चाहिँ सकिँदैन, ओभरअल्ली बजारमा जस्तो अरूले बनाएको छन् त्यही रेन्जमा बनाउन चाहिँ सकिन्छ। जस्तो यो हुन त थुप्रै उद्योगहरू चाहिँ अलिक ठुलै सहरमा नै सञ्चालन हुन्छन्। तपाईँ कर्णालीमा जन्मेको, त्यो पनि साबिकको कर्णाली कालीकोटमा जन्मेको मान्छे, यतिको उद्यमलाई कर्णालीमा गर्नलाई के गर्नु पर्ला जस्तो लाग्छ? अब यो एकदमै राम्रो प्रश्न सोध्नुभयो हजुरले है। यो कर्णालीमा असम्भव भन्ने कुरा केही पनि छैन। अब हामीले गर्नुपर्ने भनेको यहाँको स्थानीय उत्पादनलाई चाहिँ प्रयोगमा ल्याएर चाहिँ जुत्तामा हामीले एकदमै आत्मनिर्भर हुन सक्छ कर्णाली। किनभने हामीसँग थुप्रै सामानहरू छ नि, जस्तो अल्लो छ, अल्लोको जुत्ता पनि हामीले बनाउन सक्छौँ, कच्चा पदार्थबाट जुत्ता बनाउन सकिन्छ। अल्लो छ नि, हामीसँग अल्लो छ, अल्लोले हामीले प्रस्तुत गरेर हामीले जुत्ता बनाउन सक्छौँ होइन। त्यस्तै हामीसँग भएको केही यहीँको जनशक्तिलाई प्रयोग गरेर हाम्रो के अरे वर्कर कस्टिङ पनि त कम छ नि होइन, त्यो म्यान पावर कस्ट पनि कम हुने बित्तिकै पनि योभन्दा अन्य प्रदेशको व्यक्ति आएर पनि यहाँ उद्योग सञ्चालन गर्न सक्ने ठुलो सम्भावना छ। त्यसका लागि सरकारले केही नयाँ मापदण्ड अथवा कानुनहरू बनाइदिनु? त्यो त स्थानीय स्तरबाट गर्ने कुरा, पहल कदमी कुरा त भइ नै हाल्यो। सरकारले भनेको जस्तो कर्णाली जस्तो औद्योगिक क्षेत्र छ, त्यसलाई व्यवस्थापन गर्ने कुराहरू रह्यो, र त्यहाँभित्र भएको चाहिँ औद्योगिक विकासको कुरा भयो, सामाजिक सुरक्षाको कुराहरू भयो होइन। त्यो सबै कुराहरू राज्य स्तरबाट चाहिँ गरिदियो भने त डेफिनेटली त्यो हरेक कुरा सम्भव छ। इम्पोसिबल भित्र त अलग अलग गर्नुहोस् न, इम्पोसिबल हुन्छ नि। सरकारले पनि त्यही सोच्नु पऱ्यो नि होइन। कर्णालीमा के सम्भावना छैन त, सबै कुरा सम्भावना छ भनेर बुझ्नु पर्यो। त्यो त्यति बुझिदियो भने पनि थुप्रै सम्भावना छ। कर्णाली चाहिँ नेपालमा थुप्रै ब्रान्डहरू चाहिँ विदेशीहरू बढी आयात भएको देखिन्छ। यहाँ थुप्रै चाहिँ ठाउँ ठाउँमा चाहिँ विदेशी प्रोडक्टहरूले अत्याधिक धेरै मार्केट
जमाएको पनि हामी देख्छौँ। नेपाली उत्पादनहरूले बजार पाउने अथवा नपाउने कतिको गाह्रो फिल भइरहेको छ। तपाईँले उत्पादन गरेका सामग्रीहरू सजिलै बिक्री भइरहेका छन् कि छैन, के छ? यो विषयमा चाहिँ के छ भने अहिलेको वर्तमान परिस्थिति हेर्दाखेरि विदेशी आयातित त ठुलो वस्तु जुत्तामा चाहिँ आइरहेको छ होइन। यसको तपाईँको चाहिँ कन्ट्रोलिङको पहिलो आधार अथवा यसको चाहिँ निराकरण गर्ने भनेको चोरी पैठारीलाई चाहिँ सरकारले नियमन गरेर, जस्तो हाम्रो खुल्ला नाका छ है, त्यो खुल्ला नाकालाई चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ र उनीहरूलाई के कस्तो किसिमको चाहिँ हामीले चाहिँ कानुनी रूपमा चाहिँ उनीहरूलाई चाहिँ बन्देज गर्न सकिन्छ र विदेशी वस्तुलाई चाहिँ नेपाल सरकारले चाहिँ स्वदेशी वस्तुलाई चाहिँ पहिलो प्राथमिकता दिनुपर्ने एउटा विशेष खालको चाहिँ नियम बनाइदियो भने यहाँ भएको प्रोडक्ट सजिलैसँग बिक्री हुन सक्छ। र अर्को कुरा, जति पनि यहाँ आर्थिक मुद्रा जो बाहिर गइराखेको छ, यसले गर्दाखेरि त स्वदेशमा त एकदमै बेरोजगारको समस्या चाहिँ पैदा गरेको छ नि। त्यो पैसा हामीसँगै रोकिने हो र यहाँको जनशक्तिलाई प्रयोगमा ल्याउने हो भने त डेफिनेटली सर त्यो त कुनै दुई मात्रै छैन कि त्यो हरेक कुराहरू सम्भव छ, एकदमै सम्भव छ। त्यसले गर्दा जस्तो मेरो अहिले प्रोडक्टको जुन कुरा गर्नुभयो, मेरो प्रोडक्ट मैले दिन भ्याएको छैन सर, किनभने यसमा टिकाउको कुरा आउँछ, दिगोपनको कुरा आउँछ, आकर्षकको कुरा आउँछ होइन, फ्लेक्सिबलको कुराहरू आउँछ होइन, क्वालिटी कन्ट्रोलमा पर्ने हरेक कुराहरू, बन्डिङको कुरा आउँछ, ओभर भनौँ न अपरेसन वाइजको क्वालिटी हामीले मेन्टेन गर्न सक्छौँ। त्यो हामीसँग सामर्थ्य पनि छ। यो चाहिँ मान्छेहरूको चाहिँ अलिकति विदेशी उत्पादनप्रति बढ्दो आकर्षण छ, नेपाली उत्पादनलाई त्यति धेरै चाहिँ माया गरेको देखिँदैन। यो चाहिँ प्रयोगकर्ताहरूलाई के भन्न चाहनुहुन्छ? सबैभन्दा पहिलो कुरा त आफ्नो सोच बदल्न जरुरी छ भन्छु हरेक प्रयोगकर्तालाई चाहिँ, किनभने मेरो देशको उत्पादन पहिले मैले लगाउनु पर्छ है। मेरो राष्ट्रको मेरो गौरव हो नि त। मैले पहिले प्रयोग गर्न सकिनँ भने अरू कसले गर्छ? पहिले म हेर्ने हो नि त, मेरो देश हेर्ने हो, आफ्नोपन हेर्ने हो नि त। जस्तो अहिले कर्णालीको, जस्तो मेरो कर्णाली प्रोडक्ट भनेर आएको छ, कर्णालीको हरेक व्यक्तिले चाहिँ कर्णालीको ब्रान्डलाई कर्णालीले चाहिँ समृद्धि गर्ने हिसाबले ओहो हाम्रो पनि एउटा ब्रान्ड बनेछ है, यसलाई हामीले माया गर्नुपर्छ भन्ने एटलिस्ट बुझ्न त पर्छ होइन। त्यति मात्रै हामीले बुझिदियौँ भने पनि हाम्रो देशमा बनेका हरेक सामान हामीले चाहिँ त्यो गर्न सक्छौँ, प्रयोग गर्न सक्छौँ। यो चाहिँ पछिल्लो समय अलिकति कम्पनीहरूलाई, उद्योगहरूलाई चाहिँ कामदार पाउन पनि अलिक गाह्रो छ। काठमाडौँमा कतिको कामदारहरू पाउनुहुन्छ तपाईँले काम गर्दै राख्दा? अहिले कामदारको विषयमा चाहिँ बिचमा त अलिकति केही यो उद्योगहरूलाई ठ्याक्कै तपाईँको थुप्रै उद्योगहरू कस्तो स्थितिमा आइसकेका छन् भने सञ्चालन हुने 1-2 वर्षमा चाहिँ राम्रो डेलिभरी पनि गर्ने, तर त्यसलाई चाहिँ बिचमै फेरि त्यो निरन्तरता हुन नपाउँदै चाहिँ बन्द गर्नुपर्ने स्थितिमा थुप्रै उद्योगहरू छन्। यस्तो स्थितिमा उद्योगहरू चाहिँ निरन्तर चलिराख्नका लागि एउटा उद्यमीको तर्फबाट के गर्नुपर्छ? अब सबैभन्दा पहिला त उद्यमीले गर्नुपर्ने काम भनेको यो निरन्तरता भनेको जस्तो वस्तुको जो बजारको चाहिँ बिचको समन्वय जो छ नि र जो पैसाको चाहिँ जति हुन्छ हाम्रो चाहिँ इन आउट हुन्छ, त्यसलाई व्यवस्थापकीय पक्षबाट नै म के भन्छु भने राम्रो व्यवस्थापकीय पक्ष हुन पर्यो। अब ठुलो ठुलो उद्योगीहरूले के गरेको हुन्छ, आफूले उद्योगमा ध्यानै दिएको हुँदैन र त्यहाँको चाहिँ कर्मचारीहरूले नै कतै बदमासी गरिरहेछन् कि, त्यो कुराहरू पनि हाम्रो सूक्ष्म दृष्टिकोण ढङ्गले हेर्नुपर्ने हुन्छ भन्छु मैले चाहिँ। त्यो सूक्ष्म दृष्टिकोण ढङ्गले हेऱ्यो भने अवश्य पनि त्यस्तो समस्या चाहिँ हुँदैन। यो नेपालको राजनैतिक जो स्थिति छ नि, जो एकदम अस्थिरताको पोलिटिक्स चलिरहेको छ, सरकार चाहिँ 1 वर्ष 1.5 वर्ष नपुग्दै सरकार फेरि सञ्चालन हुन्छ, फेरि ढलेर नयाँ सरकार बनाउनु पर्ने स्थिति छ। यस्तो चाहिँ राजनैतिक खिचतानीले गर्दा उद्योगहरूमा केही समस्या पर्छ? धेरै ठुलो समस्या पर्छ यो, किनभने राजनीतिले गर्दाखेरि हाम्रो बजारलाई असर गरिरहेको हुन्छ। जस्तो कहिले आन्दोलन हुने, तपाईँको प्रदर्शन हुने होइन, त्यसपछि गएर तपाईँको विभिन्न किसिमको झडप भइदिने होइन, गोली चलिदिने अथवा यस्तो किसिमको भयो भने चाहिँ बजार त हाम्रो ठप्प हुन्छ नि। र हाम्रो क्यारेजिङ इनवर्ड र आउटवर्ड जस्तो सामान आयात र निर्यातमा पनि त समस्या हुन्छ। नेपालमा सबै चिज चाहिँ जस्तो जुत्ताकै क्षेत्रको कुरा गर्दाखेरि सबै मेटेरियलहरू नेपालमा प्राप्त छैन नि त, हामीले विदेशबाट आयात गर्नुपर्ने हुन्छ। त्यो कुराहरू हाम्रो भन्सारमै रोकिदिन्छ कि सर। त्यो रोकियो भने त हामीले त्यहाँ उत्पादनै गर्न पाउँदैनौँ। जब उत्पादन नै भएन भने त एउटा उद्योग त धराशयमा जान्छ नि।
त्यस कारणले पहिलो कुरा चाहिँ राजनीतिक स्थिरता चाहिन्छ नै र आशा गरौँ अहिले बनेको सरकार स्थायी होस् होइन, यसले पक्कै पनि यो विषयमा चाहिँ सम्बोधन गरोस् भन्ने चाहन्छौँ हामी सबै उद्योगीहरू होइन। तपाईँ भर्खर एउटा क्षेत्रबाट उद्यमशीलतातिर आउनु भएको छ अनि भर्खरै उद्यमशीलता सुरु गर्दै राख्दा राज्यले चाहिँ अथवा अन्य वित्तीय संस्थाहरूले तपाईँ जतिको उद्यमीहरूलाई सहुलियत कर्जा अथवा सस्तोमा कर्जा व्यवस्थापन बिना लोन दिने व्यवस्थापन, त्यो ऋण दिने व्यवस्थापन गरिदिया भए तपाईँले अझै थपेलाई कसरी राम्रो बनाउन सक्नुहुन्थ्यो? एकदमै राम्रो गर्थ्यौँ, किनभने अझै रोजगारी सिर्जना हुन्थ्यो होइन। हामी के अरे हरेक व्यक्तिले चाहिँ त्यो महसुस गर्न पाउँथ्यौँ कि मेरो प्रोडक्ट अझै बढी बनिरहेछ, राम्रो भइरहेछ होइन। हरेक ग्राहकले चाहिँ यसको चाहिँ फिडब्याक दिइराख्नु भएको छ होइन। त्यो थोरै पनि अब लगानीमा त पक्कै पनि केही न केही समस्या त भइ नै हाल्छ, थोरै पैसाको चाहिँ क्यापिटलको चाहिँ एरेन्जमेन्ट भयो भने त्यो अवश्य पनि राम्रो हुन्छ। त्यो राज्यले गरिदियोस् पनि भन्छु, आएर एकचोटि हेरिदियोस्। कतिपयले लोन लगेर पनि त्यसको चाहिँ गलत प्रयोजन गरेको हुन्छ, त्यसको पनि मूल्याङ्कन गरियोस् होइन। किनभने जहाँ गलत भइरहेछ भने त त्यसलाई कारवाही पनि त गर्नु पऱ्यो नि। साँच्चीकै राम्रा उद्योगीलाई प्रोत्साहन पनि गर्नु पऱ्यो राज्यले भन्छु म चाहिँ। कर्णाली सुज भनेर भर्खरै सुरु गर्नुभएको छ, 1.5 महिना 2 महिना जति भयो। अबको नयाँ प्लान के छ तपाईँले यस उद्योगलाई चाहिँ अब यसभन्दा पछि कस्ता प्रोडक्टहरू उत्पादन गर्ने तयारी गर्नुभएको छ? अब पहिलो कुरा त अब अहिले चाहिँ जुन बजारमा बढी आइरहेको छ त्यही कुरा नै उत्पादन हुने हो होइन। बजारको माग अनुसार चाहिँ आफूलाई पनि परिवर्तन गर्ने सोच छ मेरो चाहिँ। बजारमा अन्य कर्णालीका प्रोडक्टहरू, कर्णाली सुजका प्रोडक्टहरू आवश्यक पर्यो भने अवश्य पनि त्यसको चेन्ज हुन्छ र भेराइबलहरू धेरैवटा आर्टिकलहरू पनि पाउन सक्नुहुन्छ त्यसमा। त्यो अझै थप्ने प्लानमा पनि छौँ। अब यो ठ्याक्कै तपाईँले गरिराखेको उद्योगलाई स्थानीय तहहरूले पनि अब सामान्य तालिमहरू दिएर उद्यमीलाई स्थानीय स्तरमा पनि यतिको उत्पादन गर्न सकिन्छ? डेफिनेटली एकदमै सकिन्छ। अब अहिले जुत्ता क्षेत्रमा चाहिँ हामीले चाहिँ विशेष गरेर अब केही समयमा स्थानीय सरकारले पनि सिपमूलक तालिमको व्यवस्थापन गरेको छ होइन। त्यो विषयमा अझ जुत्ता त सबैको रोजाइमा परेको छ होइन। त्यो हरेक महिलालाई चाहिँ सशक्तिकरण गर्नको लागि भए पनि हामीले महिलाहरूलाई पनि तालिम दिन सक्छौँ र त्योबाट हामीले दक्ष जनशक्ति पनि उत्पादन गर्न सक्छौँ होइन। त्यसैले गर्दा यो एकदमै राम्रो पक्ष हो, सबल पक्ष हो। त्यो सम्भव छ, गर्न सकिन्छ र स्थानीय स्तरमा त अझ धेरै यसलाई चाहिँ अगाडि बढाउन सकिन्छ। जस्तै तपाईँ त काठमाडौँबाट काम गरिराख्नु भएको छ, यदि कसैले कर्णाली अथवा कर्णालीका जिल्लाहरूमा पनि हामी सामान्य घरायसी रूपमा सानो उद्योग सञ्चालन गर्छौँ भन्यो भने यदि यसको कस्ट कसरी सुरु हुन्छ, कति जति पैसा भयो भने यसको सुरुवात गर्न सकिन्छ? अब अहिले टेन्टेटिभ कुरा गरौँ, एउटा चाहिँ अनुमानित कुरा गर्दाखेरि 12 देखि 15 लाखसम्म यो व्यवसाय सञ्चालन गर्न सकिन्छ। अझै राम्रो गुणस्तर उत्पादन गर्न, अझै अलिकति यसलाई परिमार्जन गर्न 15 देखि 20 लाखसम्मको बजेट भयो भने मजाले चाहिँ आफ्नो स्थानीय स्तरमा पनि यो बिजनेस सञ्चालन गर्न सकिन्छ। यो यस्तो खालको उद्योगहरू सञ्चालन गर्न सकिन्छ। आगामी 10 वर्षमा कर्णाली सुजलाई ठ्याक्क म यहाँनिर लिएर टुङ्ग्याउँछु भन्ने के छ प्लान अब 10 वर्षपछि बजारमा? त्यो सबै मेरा आदरणीय ग्राहक वर्गहरूमा र आदरणीय व्यापारी साथीहरू र आम कर्णालीवासीहरूको रोजाइ र उहाँहरूको चाहिँ आवश्यकतालाई चाहिँ कर्णाली सुजले चाहिँ सम्बोधन गर्यो भने अवश्य एउटा स्थानमा पुग्न सकिन्छ भन्ने आत्मविश्वास चाहिँ छ। काठमाडौँ बसेर कर्णाली नाम राखेर काम गरिराख्नु भएको छ, अब कर्णालीमा नै केही गर्नुपर्छ भन्ने सोच केही छ? डेफिनेटली त्यो एकदमै छ। यहाँको जनशक्तिलाई चाहिँ प्रयोगमा ल्याएर अझै स्थानीय स्तरमा चाहिँ आफ्नो उत्पादन चाहिँ दिन सकियो भने, कर्णालीका युवाहरूलाई रोजगार दिन सकियो भने होइन, यहाँको चाहिँ स्थानीय बजारलाई चाहिँ आफूले प्रमोट गर्न सकियो भने त्यो चाहिँ एकदमै गर्ने विचार चाहिँ छ। हेरौँ भविष्यको बाटो कता लिन्छ। भर्खरै नयाँ उद्यम सञ्चालन गर्न लाग्ने नयाँ उद्यमी बन्नेहरूलाई के भन्नुहुन्छ युवाहरूलाई? इच्छा शक्ति राख्नुहोस्, मिहिनेत गर्नुहोस्, लगनशील हुनुहोस्, पक्कै पनि सबै काम पुरा हुन्छ भन्छु म। अनि यदि कसैले चाहिँ तपाईँको कर्णाली सुजलाई सुर्खेतमा ल्याएर अथवा कर्णालीमा मार्केटिङ गर्न चाह्यो, बेच्न चाह्यो भने तपाईँसँग कसरी सम्पर्क गर्न सक्छ? मेरो सम्पर्क डाइरेक्ट सम्पर्क नम्बर पनि छ, म त्यो अहिले यहीँ स्टुडियोबाटै पनि भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ म उहाँहरूलाई स्वागत भन्छु, उहाँहरूलाई स्वागत गर्छु कि आउनुहोस्, कर्णालीलाई माया गर्नुहोस्। तपाईँकै छोरा हो, तपाईँकै चाहिँ ऊ हो होइन, चेला हो। सुदूरपश्चिम र मध्यपश्चिमको चेला र छोराछोरी बोलिने भाषा होइन। त्यसले गर्दाखेरि तपाईँको छोराले बनाएको उत्पादन
तपाईँ आफैले प्रवर्धन गरेर बेच्नुहुन्छ भने म धन्यवाद भन्छु, वेलकम गर्छु। आउनुहोस्, समन्वय गरौँ, अगाडि बढौँ। मेरो चाहिँ कन्ट्याक्ट नम्बर चाहिँ 98 43 36 892 4। यसमा सिधै हजुरहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यदि कसैले कर्णालीमा चाहिँ म जुत्ताको चप्पलको लागि उद्योग सञ्चालन गर्छु भन्यो भने त्यसका लागि पनि तपाईँ सपोर्ट गर्न तयार? एकदमै समन्वय गर्छु मैले हजुरहरूलाई। जसले इच्छा प्रकट गर्नुभएको छ उहाँलाई आउनुहोस्, समन्वय गर्नुहोस्। मेरो ज्ञान, सिप, दक्षता, अनुभवले जति भ्याउँछ त्यो पूर्ण रूपमा चाहिँ म सहयोग गर्ने चाहिँ जानकारी गराउँछु। अनि अहिले चाहिँ देशैभरि जुत्ताहरू चाहिँ गइराखेको छ होइन, चप्पलहरू? एकदमै मैले बनाएको प्रोडक्ट कुनै पनि मेरो फ्याक्ट्रीमा चाहिँ रोकिएको छैन, सबै गइराख्यो भने चाहिँ। अब कर्णालीमा अलिकति तपाईँको कर्णाली सुजलाई अलिक व्यवस्थित गर्नका लागि के छ प्लान यतातिर? अब यसमा चाहिँ पहिलो कुरा त ब्रान्ड स्थापितको कुरा हो है। कर्णालीको ग्राहक वर्गले मन पराउनु भयो भने कर्णालीका हरेक सहरमा एउटा रिटेल सेन्टर अथवा चाहिँ फ्याक्ट्री आउटलेट भविष्य धेरै परको कुरा। सबैभन्दा पहिला कर्णालीले साथ दिन पर्यो भन्छु, त्यो सम्भव छ चाहनुभयो भने। अब हामी कार्यक्रमको अन्तिममा छौँ होइन। अब एक वाक्यमा तपाईँले एउटा उद्यमशीलता मार्फत कर्णालीको विकास गर्नका लागि उद्यम मार्फत कर्णालीलाई एउटा कायापलट गर्नका लागि तपाईँको कार्ययोजना के छ? वस्तु उत्पादनमा ध्यान दिउँ, स्वदेशी उत्पादनलाई माया गरौँ, समृद्ध कर्णाली आफै बन्छ भन्छु। समय दिनु धन्यवाद। धन्यवाद।